यस्तरी बाटो काटेर देखेँ मलाई यस्तो रिस उठेर आउँछ नि नयाँ कसम होइन जहाँ पाएर यताउति कहीँ होइन सिधै। नमस्ते एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु र आजको भ्लग चाहिँ काँडाघारीदेखि बालुवाखानी यानि कि लपडाँडा किन जाँदैछौँ भनेपछि सो समटाइम द फुल वाच भिडियो। यस्तरी बाटो काटेर देखेँ मलाई यस्तो रिस उठेर आउँछ नि नयाँ कसम होइन जहाँ पाएर यताउति कहीँ होइन सिधै डबुने के बाटो काट्ने सीमा हुन्छ नि। यताउति हेर त्यहाँ हेर केही छैन होइन जहाँ पाए त्यो बाटो त्यो हेर्ने हो क्या। पैदल जहाँ पाए त्यो बाटो काट्यो नि गल्ती अलिकति चुस्स छोयो भने गल्ती तेरै हो। लाइसेन्स निकाल, बिलबुक निकाल, अर्को ठेङ सब यस्तो। अनि कहाँबाट हुनु हाम्रो नेपालमा विकास यहाँको मान्छे उस्तै भएपछि होइन जनता अनि जनतालाई दोष दिने ए यसले त्यस्तो भन्यो उस्तो भन्यो त्यो बाटो हेरौँ न बाटो। अनि यस्तो बाटो भएपछि खाल्डा हो लाइन क्रस गरेको 10,000 भने होइन त खाल्डाको 1 लाख यो खाल्डा चाहिँ कसले बनाउँछ त यस्तो खाल्डा चाहिँ कसले बनाउँछ यो खाल्डा चाहिँ कुद्नु परेन यस्तो खाल्डा चाहिँ। अनि देखाउँदा चाहिँ यस्तो खाल्डाहरू चाहिँ यस्तो बाटोमा छ होइन कुरी। अनि मान्छेहरूले दायाँ बायाँ हिँड्यो अर्को गऱ्यो भने 10,000 फाइन। यस्तो पाराले हुन्छ, यस्तो पाराले नेपाल बन्छ होइन। लाउने ठाउँमा कर लाउने हो, लाउने ठाउँमा काट्ने ठाउँमा चिट काट्ने हो क्या। जहाँ पाए त्यो चिट काटेर अर्को गरेर हुँदैन। आमा भ्यू चाहिँ के बवाल देख्यो क्या होइन। सो दामी भ्यू क्या। खाल्डा खुल्डी ल्याङठ्याङ सबै यताउति बाइक छडाउने मजाले हेर्ने। बुझ्नु हो यही होला। हाम्रो दाजुभाइहरू टक्क बल नि खेलिरहेको रहेछन् होइन। सो हेरौँ रमाइलो गरौँ त्यही हो। जिन्दगीमा रमाइलो चाहिँ गर्नुपर्छ जे जस्तो भयो नि। उडाने कान्नाले